गाइज वेलकम टु माई ब्लग। म चाहिँ बाहिर जानलाई यस्तो रेडी हुँदैछु। भाइ त मेरो बेबले रिङै बिगार्नु बिहा भएको भर्खर 4 महिना भइरहेछ गाइज। हेरौँ न कहाँ गयो मेरो रिङ। यस्तो साइडबाट टुट्यो क्या। म चाहिँ बनाउनु दिन जान्छु अनि मेरो साथीलाई पनि भेट्छु, पहिला मेरो अफिसको साथीलाई, अनि घुम्छु। सी यू। माथि जाँदैछु गाइस। म जाँदैछु। डर लागिरहेको छ, सरहरू नभइदियोस्। प्लान बिना नै भेट्छ। बेहुली होइन आफू गरौँ बेहुला। 2 वर्ष अगाडि होइन कति छिटो गराएर त्यो डिम्याट हो म्याम। म्याम त डिम्याट हो कि दुलै फेरि जुलै पनि दुलै भन्दा म दुलै गर्छ। म 4 महिना भइसक्यो यही भरिदिन्छु न। फोटो चप्का न त म आफै चप्काइदिन्छु। मेरो आफ्नो अफिस थियो है पहिला चाहिँ हो। अहिले चाहिँ म यहाँ टिएमएस भर्नको लागि आएको थिएँ। टिएमएस चाहिँ पहिल्यै खोलेको थियो जब म यहाँ जब गर्थेँ। त्यति बेला टिएमएस चाहिँ खोल्न मिल्थेन, अहिले चाहिँ टिएमएस खोलेँ। अब हेरौँ कस्तो छ भनिदिनुहोस् न। त्यहाँको केही भनिदिनुहोस् न यो सियर बारेमा। अब टिएमएस खोल्नु छ भने आउनु डिम्याट टिएमएस। अरू केही कस्तो छ फाइदा बेफाइदा केही? एकदम फाइदा। यति हो म्याम। एकैचोटि ट्युन नहाल है। गरेर पैसा पाउनु पऱ्यो नि दिदी भन्दै थियो मेरो भाइ। हाई गाइस, भाइ मेरो बेबको रिङ बनाउनु जाँदैछु। मेरो दाइको छोरा मेरो साथी। अघिसम्म म्याम थिइनँ, अहिले चाहिँ अब साथी भाइ। मेरो साथी चाहिँ फोनमा बिजी नै छ अझै। कहाँ छ बिजी? छिटो सुन्न मेरो फोन कहाँ बाहिर 4 महिना भएको जोड्नु त जोडिदिन्छ, फेरि त्यहीबाट भाँच्नु बनाउनु त मैले गर्छु। आज भएन, मतलब आज भएन तर सन्डे चाहिँ भन्छ। केही छैन, 12 देखि 1 बजीसम्म न भित्रमा आउनु पऱ्यो लिनलाई। ठिकै छ, केही छैन। त्यसरी पनि बनाएर मेरो बुढालाई लगाउनु थियो मलाई। म सिङ्गल हो जसरी हिँड्न पाइनँ। म सिङ्गल लगाउनु पर्छ भने हुँदैन नि रिङ लगाउनु पर्छ होइन। अनि तर सिङ्गल लागि तर आज लाग्छ गाइस। मैले के गर्नु सक्दिनँ सोचेर क्या भिडियो बनाएर बसेर न। के गर्नु सक्दिनँ सोचेर अहिले मैले के गर्नु सक्छु भन्ने देखाउँछ, थाहा हुन्छ। तिनीहरूको होइन गाइज। आज यस्तो भयो कि यस्तो मान्छेसँग भेटियो बाटोमा गाडीमा। यस्तो त केही भएन, यो चढिसकेको थिएँ सँगै त्यसको गर्लफ्रेन्ड हो कि अब जो पनि हुनसक्दैन भनौँ गर्लफ्रेन्ड, दिदी होला कोही होला, ऊ पनि सँगै चढ्नु भएको थियो क्या। अनि सेकेन्डमा म थिएँ, सेकेन्डमा उता केटा रहेछ त्यो
मैले सोचेको सेकेन्डमा नि केटी छ त्यो केटा चाहिँ यता त्यो दिदी चढ्नु भयो नि अनि त्यो ठ्याक्कै यता उभिने ठाउँ छ नि यस्तो अनि त्यसमा चाहिँ त्यो केटा बसेको थियो उभिएको थियो पहिल्यै थियो भित्र होइन भित्र थिएन बाहिर कि यसरी बसेको थियो कि यसको यो यस्तो उभिने ठाउँ थियो नि त्यो काठमाडौँ मल अगाडि त्यहाँ चाहिँ थियो त्यो केटो अन्त केटी चढ्यो म चढेँ अनि तसँगै त्यो केटा पछि पछि आएको त्यही भने म नि चढिरहेको थिएँ अब म त केटी छ सोचेको थिएँ नि साइडमा पहिला धकालिरहेको थियो अनि म त केटी होला सोचेर केही वास्ता भएन पछि हेरेको त केटा पुरा धकालिरहेको छ अनि पछि किन धकालेको साइडमा देख्नुहुन्न पहिला म चढिरहेको थिएँ त भने मैले गाइज के गरिरहेको थाहा छ त्यहाँ बसेर हाम्रो फोटो खिचिरहेको है भिडियो बनाइरहेको के गर्नु खोजिरहेको त्यसले के सोचेको आफूलाई मैले पनि भिडियो बनाइरहेको छु हेरौँ न के गर्दो रहेछ त्यसले भिडियो बनाएर फोटो खिचेर हामी यहाँ आएको बुटलको पानी फेरि के भन्छ पानी फेरि माथि पानीपुरी नै भन्नु है गाइस हाम्रोतिर चाहिँ पानीपुरी नै भन्नु मेरो 500 लगिदिएँ के भयो अरे होइन भन्छु अझै मैले किनकि अघि बसमा हेर्दा मेरो 500 त्यसको सोधेको हामी चाहिँ यहाँ बुटलको खाना बाहिर होला म पनि बुटलको फुल्की थिएन बुटलको म पनि भन्नाले पहिलाको मम्मीहरू फेरि हुनेवाला हुनेवाला होला नि त्यस्तो हुनेवाला होइन हुन्छ हाई गाइस दुईवटा मात्रै नहुनु न दुईवटा भन्नु मिलाइदिनु ल त्यसो गर्नु न फाइनली घर पुगेँ हालत खराब सपिङ गरेर हाई सी यू वेलकम टु माई ब्लग म चाहिँ आज रेडी भएर हिजो चाहिँ म बाहिर कामले गएको थिएँ अनि मेरो अफिसको साथीलाई पनि भेट्न गएको थिएँ आज चाहिँ म रेडी भएर मेरो सानोदेखिको साथीलाई भेट्न र घुम्न जाँदैछु गाइस पहिला सुरुमा त मैले यहाँ कपडा धुन राखेको छु अब पहिला कपडा सुकाउँछु थिएँ लेट भइसक्यो गाइस मार्छ मलाई त्यसले पहिला कपडा सुकाउँछु अनि जान्छु गाइस सी यू धुबली बानी गाइस कहिले जानु भएन पुग्यो भनेर अहिले होइन आउने टाइममा यस्तो भिड भइसक्यो गाइस मै हराउनु भर्खर कल गरेर गेट बाहिर छु भनेदेखि चाहिँ यस्तो साथीहरू गाडी फाइनली देखेँ गाइस मैले यहाँबाट आउँदैछु भाइ गयो दस मिनट आउँछ होला आधी घन्टामा मान्छे यिनीहरूलाई झुट यिनीहरूको झुट कसरी अस्ति हामी आउँदा त्यस्तो थिएन नि अहिले त्यही भएर जानु हामी पहिला गाउनु अनि त्यो त यही भने होइन अनि आउनु पर्दैन सधैँ त्यस्तो भ्याउँदैन साथी अहिले हेर्नु यसैले हो भिडियो गएर मैले मेरो भाइले युट्युबर भएपछि यस्तै हो गाइस भाइ पनि युट्युबर हो गाइस होइन अरे अझै
भगवान् जस्तै गाइस उहाँहरूको पनि उहाँ भगवान् है तर त्यस्तै ढोक्नुहुन्छ होइन मेरो बेप्सी पिकनिकमा व्यस्त छ अफिसको त्यही भएर म पनि घुम्नु पऱ्यो कति घर बस्नु पिकनिक जानुभएको अफिसबाट जानु मन छैन अरे तर गयो ठिकै छ म पनि आएँ घुम्नु Sumit Abamagar, Sarah Horne, Hello, Vande. Good 5 number 3, Hiramaya 3, Biba. Hiramaya Biba, Horne. Second line, Pramod Radogi. Second line, Pramod Radogi. Second line, Pramod Radogi. त्यहीबाट हो क्या अन्त तर उल्टो के घुम्ने क्लाउन फेरि उल्टो जानुहुन्न युट्युबमा मान्छे केही बोला न किन पछाडि गएको मैले भर्खर खाएर आएको थिएँ नि भर्खर के खाइस् मैले नि खानु भर्खर चनाहरू खाएर चलेर अन्डा खाना बनाउँदा झ्याउने टिकटक मतलब भिडियो पनि पाइँदैन क्या काठमाडौँ आएको त कति वर्षपछि म काठमाडौँ आएको धेरै वर्ष म चाहिँ कति 3 हो कि 4 वर्षपछि बल्ल चढेँ यो चाहिँ धेरै 6 वर्ष भयो यति वर्षपछि बल्ल चढेँ पहिला मेरो साथीहरू त्यही अब भिडियो बनाउँदै अनि नफाटिनु टिकटक बनाउनु पाइन्न अरे अब भिडियो चाहिँ बनाउनु पाइन्छ झन् कसलाई थाहा हुने र न हामीलाई हेरेर बस्दैन ओके पछाडि पो राम्रो होइन यहाँ फोटो राम्रो आउँछ कि घाम गयो घाम यत्तिकै ठिक हो घाम लाग्यो अघि धेरै नलाग्छ न गर्मी हुँदैन ठिक्कै छ उस पनि हुन्छ अघि आउँदा कस्तो गर्मी हुन्छ यस्तै शीतल भइदियो सधैँ के भन्ने अब के भन्ने भन्छ मलाई थाहा हुने ए अब ल मैले रोशनीको ब्लग बनाउँदैछु गाइज रोशनीलाई सब्सक्राइब गरिदिनु होला छिटो छिटो 100K बनाइदिनु होला अनि त्यसपछि म पनि खोल्छु युट्युब मलाई पनि सब्सक्राइब गरिदिनु जस्तै कस्तो राम्रो फुल्छ गाइज हेर्नु त हामी जस्तै फुलै फुलको बगैँचामा यति राम्रो फुलहरू लास्ट टाइममा फेसै नआएको मलाई त्यस्तै लागिरहेको गाइज आज हामीलाई मौसमले पनि साथ दियो घाम पनि लागेन पानी पनि परेको छैन कस्तो राम्रोसँग घुमेको छु गाइज नेपालीको खाजा जहाँ गए पनि अर्डर किमे होइन गाइज हाम्रो चाहिँ घुमेर अब हामी चाहिँ जाने बेला हुन लाग्यो र मेरो चस्मा पनि चेन्ज गाइज छुट्टिने बेला आउनु लाग्यो फेरि भेटिन्छ पछि घर पुग्यो फाइनल्ली
Please share, subscribe and comment, like. Bye bye. See you next video.